गड हेर्नुस् त कति खतरा छ यसलाई एकदम मिठो यसलाई चाहिँ मैले कैँचीले काट्दैछु साथीहरूले कैँचीले काट भनेको कारणले गर्दा चाहिँ मैले काट्दैछु अब अस्ति नै उकालेर जरा उलेथ्यो अहिले चाहिँ कैँची लिएर काट्न लगाइरहेको छु हैन कैँची यो चाहिँ यसरी काटिन्छ हैन गुड यो काट्यो भने चाहिँ अब बिउ रहन्छ भनेर मैले चाहिँ काटिरहेको छु अर्को एउटा हेर्नुहोस् हैन गुड कस्तो लाग्यो माइ गड मैले त आमा हो कि बाउ हो खै यो है छोरी पनि रहेछ अन्त छोरा हो कि छोरी हो यो त अब आमा भइहाल्यो क्या यो ठुलो छ अनि यो सानो चाहिँ उसको छोरा हो कि छोरी हो हेर्नु चाहिँ कति राम्रो क्युट कति क्युट ए यस्तो खतरा है यो एकै ठाउँमा पाएको ओ हेर्न यहाँ जुमले एउटा पाएको छ है साग पनि काट्दैछु है मैले सामान जस्तै हो यो चाहिँ साग है यो चाहिँ वन साग हो यसलाई चाहिँ बोइल गरेर खानुपर्छ यो चाहिँ फेरि मिठो हुन्छ क्या बोइल नगरे पनि यसको मोमो पनि मिठो हुन्छ यसलाई धेरै खान नि मिल्छ जे गर्दा नि मिल्छ आज हामी साग पनि टिप्रान्छौँ ठीक छ